हिजोको जस्तो माननीय भएर मन्त्री भएर सरकार चलाएर खाने अवस्था छ। अब देश अत्यन्त संवेदनशील अवस्थामा छ। अब चाहिँ काम गरेर जनताले लखेट्छ। अब त यो पोलिटिक्सलाई यो एउटा मागी खाने भाँडो, यो रङ्गमञ्च बनाउने होइन। अब त यो देशको राजनीतिक स्थायित्व, सुशासन, भ्रष्टाचार मुक्त नेपाल र आर्थिक समृद्धितिर नलागिकन र कठोर रूपमा नलागिकन फास्ट ट्र्याकलाई जस्तो गरी फुटिया फास्ट ट्र्याक करिब 84 किलोमिटर डिभाइडसम्म छ। यसलाई म जितिसकेपछि यसलाई 2 वर्षमा सम्पन्न गर्ने कुरामा मेरो पुरा ताकत लाग्छ। किनभने यो फास्ट ट्र्याक बझाङसम्म गएर ताक्लाकोट गरिन्छ भनेपछि यो धेरै ठुलो यो सामरिक दृष्टिकोणले पनि आर्थिक दृष्टिकोणले पनि महत्त्वपूर्ण हुन्छ। जनताको प्रश्न, उम्मेदवारको जवाब, कार्यक्रम निर्वाचन विशेष। गुणस्तरीय स्वास्थ्य उपचारका लागि केयरटेकर अस्पताल धनगढी कैलाली, नवजीवन सहकारीको उत्पादन नवजीवन चामल, द रुबस होटल धनगढी कैलाली, शिक्षा र संस्कारको सङ्गम चैतन्य पाठशाला धनगढी कैलाली, स्वादिष्ट सेकुवाका लागि डायमन्ड सेकुवा धनगढी कैलाली, सुदूरपश्चिम प्रदेशको विकासको पहरेदार कैलाली उद्योग वाणिज्य सङ्घ धनगढी कैलाली। दर्शक महानुभावहरू नमस्कार। जनताको प्रश्न उम्मेदवारको जवाफ यो विशेष श्रृङ्खला आज हामी डोटी जिल्लामा केन्द्रित छौँ। डोटी जिल्लामा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ नेपाली कङ्ग्रेसका तर्फबाट भरतबहादुर खड्का। उहाँको राजनीतिक पृष्ठभूमि खास गरी उहाँ संविधान सभा सदस्य पनि भइसक्नु भएको छ र प्रदेश सभामा सुदूरपश्चिम प्रदेश सभामा पनि प्रदेश सभा संसदको रूपमा उहाँ चाहिँ निर्वाचित भइसक्नु भएको छ। यस अगाडि खास गरी अहिले पुनः प्रतिनिधि सभा सदस्य पदका लागि चाहिँ नेपाली कङ्ग्रेसले उहाँलाई अघि सारेको छ र खास गरी अब विभिन्न समयकालमा चाहिँ यहाँको जनप्रतिनिधि भइसके पश्चात चाहिँ प्रतिनिधि बनाएर पठाइसके पश्चात डोटीको विकासका लागि उहाँको भूमिका के रह्यो र आगामी दिनमा चाहिँ अबको सदन प्रवेश के का लागि हुँदैछ र डोटीको समस्या सम्भावनाका विषयमा आज हामी केन्द्रित हुनेछौँ। हामीसँग हुनुहुन्छ भरतबहादुर खड्का। सर्वप्रथम स्वागत छ। धन्यवाद। अब खास गरी अब योभन्दा अगाडि पनि यहाँ संसदसँग अपरिचित हुनुहुन्न, प्रदेश होस् अथवा सङ्घ होस्, संविधान निर्माणको महत्त्वपूर्ण चरणको घडीमा पनि यहाँ सदनमै हुनुभयो भने पश्चात ती कार्यकालहरू विगतमा चाहिँ प्रतिनिधि हुँदाका कार्यकालहरूलाई सम्झिँदाखेरि चाहिँ कसरी स्मरण गर्नुहुन्छ? सान्दर्भिक प्रश्नको लागि म धन्यवाद दिन चाहन्छु। म जीविस सभापतिको 2 टर्म भइसकेको मान्छे एउटा विकासको कुराहरूमा जहाँसम्म मलाई के लाग्छ भन्दा मलाई संसदमा प्रवेश गर्दा पनि त्यति असजिलो लागेन। मैले एउटा लामो कार्यकाल स्थानीय तहमा पनि काम गरेका कारणले पनि र सौभाग्यवश संविधान निर्माण गर्ने क्रममा नै हामी गऱ्यौँ। धेरै मेहनत गरेँ। कानुन बनाउने कुरामा पनि पार्टीले मलाई पठाउने गरिरहेको सबै ठाउँमा त्यो सौभाग्य पाएँ र हामीले 18 महिनामा संविधान निर्माण गरेर एउटा वैधानिक संविधान दस्तावेज हामीले नेपालको एउटा जनप्रतिनिधिमूलक संस्थाले बनाएको चाहिँ एउटा संविधान जारी गर्न पनि सफल भएका छौँ। जहाँसम्म तपाईँको अर्को प्रश्न छ, प्रदेश सभाको त्यसपछि सदस्य हुँदाखेरि केही कठिनाइहरू हामीलाई भयो। किनभने प्रदेशको त्यति अनुभव सबैलाई थिएन। मेरो पार्लियामेन्टको अनुभव थियो र मैले त्यहाँ सत्तापक्ष प्रतिपक्ष दुईटै भूमिका निर्वाह गरेँ र एउटा नेपालको पार्लियामेन्ट्री जुन एउटा सिस्टम छ, जो भ्यालु छ, त्योभन्दा बाहिर सरकारले जान हुँदैन, सरकारले त्यो भ्यालुजलाई कुल्चिनु हुँदैन भन्ने किसिमले मैले जहिले पनि त्यसको रक्षा गरेर सरकारलाई पनि त्यो बाटोमा दिन मैले बाध्य पनि बनाएँ। सरकारका मान्छे पनि यो केही कुरा पर्दाखेरि मलाई सोध्ने काम हुन्थ्यो। सभामुखदेखि सबै त्यो सुमनात्मक भूमिका पनि निर्वाह गरेँ। अनि कहिलेकाहीँ भन्थे भरत पक्ष हो कि प्रतिपक्ष हो भन्ने गर्थे। म दुइटै मूलभूत कुरामा म पक्ष, किनभने एउटा संसदीय मूल्य मर्यादालाई स्थापित नगरिकन
गर्ने कुरालाई म मान्दैन। मैले जे सिकेको थिएँ, जो मैले अभ्यास गरेका थिएँ, जो त्यो पद्धति छ त्यसलाई स्थापित गर्ने कुरामा म गलत कम्प्रोमाइज गर्दैन। जहाँसम्म सरकारलाई सचेत गराउने हिसाबमा नेपाली काङ्ग्रेस प्रतिपक्षमा थियो, हामी त्यो सचेत पनि गराउने कुरामा प्रतिपक्षी रहे र रचनात्मक कुराहरूमा सहयोग पनि गर्ने कुरामा हामीले गऱ्यौँ। र त्यसबेला प्रदेशको कुनै एउटा कानुन थिएन, एउटा कर्मचारी थिएन, एउटा कुनै संरचना थिएन। हामीले त्यसबेला मिलेर नै 64वटा कानुनहरू निर्माण गऱ्यौँ। अब त्यसबेला धनगढीको गरिबीमा त्यति बेला व्यवस्थापन राम्रो थिएन। त्यस्तो अवस्थामा पनि हामीले 64वटा कानुन बनाएर अहिले सरकारलाई धेरै कुराहरूलाई हामीले स्थापित गरेर सङ्घीय अब प्रदेशको सरकारलाई राम्रोसँग स्थापित गर्ने काम पनि भयो। त्यसलाई मैले ठुलो उपलब्धिको रूपमा लिएको छु। अब अहिले खास गरी जस्तो अहिले परिवर्तन युवा भनिराखेको छ होइन, अथवा चाहिँ पुस्तान्तरण, नेतृत्व पुस्तान्तरणको अभियानलाई साथ दिएको पात्र पनि हो। यहाँ पार्टीभित्रकै कुरा गर्ने भने पनि जीविसदेखि अहिलेसम्म जस्तो प्रदेश सभा, संविधान सभा हुँदै अहिलेसम्म आइपुग्दाखेरि डोटीमा चाहिँ नेपाली कङ्ग्रेसमा चाहिँ त्यस्तो युवा पुस्ता जसले चाहिँ अब प्रतिनिधि सभामा चाहिँ प्रवेशका लागि योग्य नेपाली कङ्ग्रेसले नजन्माएको हो कि अथवा चाहिँ यहाँ नै योग्य फेरि अनुभव नै चाहिन्छ? मलाई के लाग्छ भन्दाखेरि डोटी जिल्लामा दर्जनौं साथीहरू योग्य छन् मानिएको पदको लागि, यसमा दुई मत छैन। हाम्रो पार्टीमा दर्जनौं छन्, योग्य छन्। र अहिले राजनीतिक मैले 35 वर्षपछि पहिलोचोटि सङ्घीय निर्वाचन लड्दैछु। मैले 35 वर्षसम्म मैले पार्टीलाई चलायमान गर्ने कुरा र मेरो मात्र सिङ्गल सिफारिस हुँदा टिकट नदिँदा पनि मैले कहिले विद्रोह गरेँ। निरन्तर आस्थाको लागि लाग्यो। त्यसैले गर्दाखेरि यो परिस्थितिले अहिले 8औं पटकको निर्वाचनमा म उम्मेदवार, पहिलोचोटि सङ्घीय सांसदको उम्मेदवार बन्ने मौका पाएको छु। यो परिस्थितिको उपज र यो पुस्तान्तरणको कुरा त भइरहेकै छ। अहिले धेरै युगहरू पनि छन् र मलाई के लाग्छ भन्दाखेरि बिस्तारै यो पुस्तान्तरण भइरहेको छ। स्थानीय तहमा छ, प्रदेशमा छ। जस्तो अहिलेको लागि पार्टीले त्यो कुरालाई मलाई चाहिँ एउटा उम्मेदवारको रूपमा राखेको छ र जसका कारणले अहिले सबै साथीहरू लागि परेका छन् कि हामीले कसरी चुनाव जित्ने भनेर। अब मलाई के लाग्छ भन्दाखेरि अटोमेटिकली चाहिने पुस्तान्तरण हुँदै गइराखेको अवस्था छ। अब जहाँसम्म दृष्टिकोणको कुरा, भिजनको कुरा र मिसनको कुरा हुन्छ, अब यो कुन तरिकाले हामी जाँदैछौँ, तर जससँग भिजन र एजेन्डा हुन्छ त्यसले नै मुलुक चलाउने। त्यसो भएका कारणले मलाई के लाग्छ भन्दाखेरि मेरो लामो अनुभव स्थानीय तहको पनि छ, 2टा सदनको पनि छ। अब निर्वाचित भएको खण्डमा मलाई पार्लियामेन्टमा एउटा परिपक्व पार्लियामेन्ट्री व्यक्तिको रूपमा नेसनको लागि म केही योगदान गर्न सक्ने योग्यता पनि भएको कारणले पनि मलाई सबैले त्यो दृष्टिकोणले पनि एउटा परिपक्व नेताको रूपमा चाहिँ हेरेको छ। लाग्छ असल जनप्रतिनिधि अथवा चाहिँ असल प्रतिनिधि त्यति बेला भयो, अथवा चाहिँ आफूलाई खुसी त्यति बेला लाग्छ होला यहाँहरूलाई चाहिँ कुशल जनप्रतिनिधि भएको चाहिँ जब जनताका लागि केही गर्न सकिन्छ आफ्नो क्षेत्रबाट। यहाँ जस्तो जीविस हुँदै होइन सदनमा चाहिँ 2-2वटा सदनमा सिट रहँदाखेरि अब सदनमा खास गरी विधायिकाको भूमिका हो यहाँहरूको। यद्यपि अब कतिपय यहाँहरू निर्वाचनमा बाचा दिएर भए पनि होला विकास हुनको पनि अपेक्षा गरेका हुन्छन् जनताहरूले। डोटी जिल्लामा सम्झिन लायक, यहाँलाई प्रतिनिधि बनाएर पनि हामीले गौरव गर्न लायक भयो भन्ने विषय चाहिँ त्यस्तो केही जनताका लागि चाहिँ छाप छोड्न सक्यो कि सकिएन? कसरी चाहिँ आफ्नो कार्यकाललाई चाहिँ समीक्षा गर्नुहुन्छ? तपाईँले भने ठिक हो, सांसदको त्यति ठुलो भूमिका हुँदैन किनभने ऊ कार्यकारीको होइन। नेपालको सन्दर्भमा त्यसलाई विकासमा जोडिया छन्, तर उसले कानुन बनाउने काममा विधायिकाको काम मात्र हुन्छ। त्यसमा पनि केही कुराहरू हामीले विकास गर्दैनौँ। मैले 2चोटि सभापति हुँदा 2040 सालमा पनि म सभापति बनेँ तत्कालीन अवस्थामा पनि, र मैले 2-3वटा महत्त्वपूर्ण काम गरेका छु।
सहजपुर बोगटान सडक शिलान्यास गरेँ मैले। मेरो परिकल्पना त्यो धेरै ठुलो भूभाग डोटीको सेतीपारी छ र एउटा नागरिकता बनाउन आउन पनि उनलाई 2 दिन आउन 2 दिन जान लाग्थ्यो र एउटा सिफारिसमा केही त्रुटि हुँदा पनि धेरै ठुलो दुःख र कष्ट हुन्थ्यो र उहाँहरूलाई यहाँ आउन धेरै कठिनाइ हुन्थ्यो। पैसा कम थियो त्यही बेला, तैपनि मेरो 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 एउटा दृष्टिकोण म यो गरेर नै छोड्छु भनेर सुरु गरेँ। त्यसपछि पनि म चाहिने सभापति दोस्रोचोटि पनि भइसकेपछि मैले धेरै ठुला परियोजनाहरू जेटीजेटको TFID ऱ्याप 1, 2, 3 यी परियोजना ल्याएर चाहिने राजपुरबाट अझ यो बाटोलाई अगाडि बढाएर 67 किलोमिटर अत्याधिसम्म र यता जेटीजेटको प्रोग्राम दिपायलबाट पश्चिम चौकी सायद हुँदै बझाङसम्म मैले त्यो बाटो पुर्याएर 25 वर्ष अगाडि गाडी कुदाएँ र यी दुईटा बाटो डोटी जिल्लाको एउटा मेरुदण्ड ब्याकबोन विकट ठाउँ र यी दुईटा बाटाहरू मैले सभापतिको कार्यकालमा यिनलाई बनाएर अहिले सम्पन्न छन्। केही कागजपत्र भइरहेको अवस्था छ। यो लाइफ लाइन जस्तो डोटी जिल्लाको र अर्को 2045 सालमा बुडुर जुरालबाट पनि मैले सुरुवात गरेँ। अहिले जुरालसम्म अगाडि पनि बाटो पुगिरहेका छ र तत्कालीन अवस्थामा वडामा स्कुल दिने काम भयो। बस्ती बस्तीमा प्राथमिक शिक्षालयहरू स्थापना गरे, केही झुलङ्गे पुलहरू पनि बनाए। त्यसैले गर्दाखेरि मलाई के लाग्छ भन्दाखेरि म सभापति हुँदा मैले जो विकासको पूर्वाधारहरू यहाँ निर्माण गरेँ र अहिले 65 वडामा सडक सञ्जाल पुगेको छ भनेपछि 65 नै वडा हो। 65 वडामा अहिले हाम्रो सडकको सञ्जाल गाडीहरू पुगेको छ र 80-90% बिजुली विस्तार भएको छ डोटी जिल्लाको। अहिले बोगटान जस्तो ठाउँमा जब बाटो खुलिसकेपछि त्यहाँ उत्पादित वस्तुहरू जस्तो सुन्तला, अदुवा, मह, घिउ एउटै व्यक्तिले 12 बोतल लाखको सुन्तला पनि आफ्नै आँगनबाट बेचे, 10-15 लाखका अदुवा बेचे। त्यसैले गर्दाखेरि यो बाटोले पनि मान्छेको आय स्तर बढाएको छ। त्यसैले मैले सायद मन्त्री हुँदा पनि यत्रा ठुला बाटा गर्न सकिन्थ्यो कि सकिँदैन थियो। कतिपय अहिले सरकारमा हुँदा पनि अझ 10-15 वर्ष चाहिँ बाटो राम्रो बनिएको छैन भने डोटी जिल्लाको लाइफ लाइन ब्याकबोन जस्ता मैले बाटाहरू बनाएँ, कलेजलाई बहुमुखी बनाएँ, ल क्याम्पस पढ्ने बनाएँ। आज 5-7 जना न्यायाधीश बनिएको छन्, मलाई गौरव लाग्छ। मैले खोलेको 2 वर्ष त आफैले तलब दिएर चलाएँ होइन। त्यसैले यहाँको भौतिक विकासको कुरा, शैक्षिक विकासको कुरा देखि लिएर सिँचाइका कुराहरूदेखि लिएर खानेपानीका कुराहरू, झुलुङ्गे पुलका कुरादेखि लिएर यो पब्लिकलाई कसरी सहजीकरण सेवा छिटो पुर्याउन सकिन्छ भन्ने हिसाबमा मैले काम गरेको छु। अब चाहिँ डोटीका जनताका लागि अथवा चाहिँ यो ठाउँको विकासका लागि चाहिँ के गर्नुपर्छ भनेर योचोटि चाहिँ प्रतिनिधि सभाका लागि चाहिँ आफू भूमिनु भएको छ। के गर्नु यो निश्चित रूपमा पहिला त अब डोटी जिल्लाका मैले 2-4वटा महत्त्वपूर्ण कुराहरू मेरो दिमागमा छन्। मैले पहिलादेखि पनि सुरुवात गरेको सन्तुलित विकासको अवधारणाको म स्टुडेन्ट पनि हुँ। सबैभन्दा पहिलो कुरा त म फास्ट ट्र्याकलाई देख्छु। जस्तो धनगढी खुटिया फास्ट ट्र्याक करिब 84 किलोमिटर दिपायलसम्म छ। यसलाई म जितिसकेपछि यसलाई 2 वर्षमा सम्पन्न गर्ने कुरामा मेरो पुरा तागत लाग्छ। किनभने यो फास्ट ट्र्याक बझाङसम्म जोडेर ताक्लाकोट जोड्ने हुन्छ भनेपछि यो धेरै ठुलो यो सामरिक दृष्टिकोणले पनि आर्थिक दृष्टिकोणले पनि यो महत्त्वपूर्ण हुन्छ। यसमा मेरो पुरा तागत लाग्छ। अर्को कुरा के छ भन्दाखेरि खप्तडको विकास, पर्यटन र धार्मिक रूपमा त्यसलाई विकास विस्तार गर्ने कुरा। अर्को बड्डी केदार जस्तो एउटा महत्त्वपूर्ण एउटा धार्मिक स्थल छ, त्यसलाई पनि त्यही ढङ्गले त्यसको संरक्षण प्रवर्धन गर्ने कुरा। र 2टा कुरामा पुल छैन अहिले। यो टुँडागाडमा पनि पुल सम्पन्न गर्ने कुरामा पनि मेरो ध्यान जानेछ। यहाँ साइडीगाडमा पनि त्यो पुल सम्पन्न गर्ने कुरातिर हामी जाँदैछ र डोटीलाई एउटा इन्जिनियरिङ क्याम्पसको रूपमा स्थापना गर्नुपर्ने कुराहरूमा पनि मेरो आफ्नो सोचमा छ। र अर्को कुरा के छ भन्दाखेरि अब जस्तो
यहाँको एयरपोर्ट छ, त्यो एयरपोर्ट मात्र छ, त्यो सञ्चालनमा छैन। अब यसलाई पनि कसरी सञ्चालनमा ल्याउने र सेवा पुर्याउने भन्ने कुराहरूमा पनि छ। र अर्को कुरा के छ भन्दाखेरि सेती जलविद्युत परियोजना जो धेरै वर्षदेखि अड्केर बसेको छ, सेती जलविद्युत योजनालाई हामीले सम्पन्न गर्न सक्यौँ भने यो राष्ट्रिय गौरवको योजना र सुदूरपश्चिमको लागि गरिबी निवारण गर्न पनि यसले ठुलो सेवा पुर्याउँछ र यसले राष्ट्रलाई पनि योगदान दिन्छ। त्यसैले गर्दाखेरि सेती परियोजनालाई पनि छिटोभन्दा छिटो यसलाई कसरी सम्पन्न गर्ने भन्नेतर्फ पनि मेरो ध्यान छ। र बाँकी कुराहरू सबैभन्दा समस्या भनेको बेरोजगारी। अब बेरोजगारी समस्या त्यति सहजसँग हल हुँदैन। यसका लागि दीर्घकालीन र अल्पकालीन नीति बनाएर स्वरोजगारीका कुराहरू पनि कसरी चाहिने हामी स्वरोजगारीका कुराहरू पनि यहाँ सञ्चालन गर्न सक्छौँ। अब सरकारले त्यो नीति नै ल्याउला। जहाँसम्म तपाईँले सोधेको प्रश्न नेपाली काङ्ग्रेस पहिलो पार्टी भएको खण्डमा अब अहिले हिजोको जस्तो मान्य भएर मन्त्री भएर सरकार चलाएर खाने अवस्था छैन। अब देश अत्यन्त संवेदनशील अवस्थामा छ। अब चाहिँ काम गरेर पनि जनताले लखेट्छ। अब त यो पोलिटिक्सलाई यो एउटा मागी खाने भाँडो, यो रङ्गमञ्च गराउने होइन। अब त यो देशको राजनीतिक स्थायित्व, सुशासन, भ्रष्टाचार मुक्त नेपाल र आर्थिक समृद्धितिर नलागिकन र कठोर रूपमा नलागिकन अगाडि बढ्दै। अब एउटा विल पावर भएको चाहिने भिजनरी गगन जस्तो प्रधानमन्त्री हुनुपर्छ र नेपाली जनताले काङ्ग्रेसलाई पहिलो पार्टी बनाउनै पर्छ। किनभने गगनजीले अस्ति नै 5 वर्षमा म नेपाललाई यहाँ पुर्याउँछु भनेर उनले प्रतिज्ञा घोषणा पत्र निकालिसकेको अवस्था छ। त्यसैले मलाई के लाग्छ भन्दाखेरि अबको सरकार बन्ने कुरामा अब देशलाई स्थायित्व दिएनौँ र देशलाई आर्थिक समृद्धिमा बनाएन भने देशको भविष्य के हुन्छ मलाई थाहा छैन। किनभने राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सामरिक दृष्टिकोणले पनि हामी जोखिममा छौँ। म यो लामो कुराहरू गर्न चाहन्छु। आर्थिक रूपमा हामी धेरै जर्जर अवस्थामा छौँ। मलाई लाग्छ आर्थिक रूपमा हामीले कठोर नीति लिएर यसलाई उत्पादन मुखी बनाएर निर्यातमुखी राष्ट्रलाई बनाउन सकेनौँ भने अब कर्मचारीलाई पनि ऋण काटेर तलब खुवाउनु पर्ने दिन आउँदैछ। अहिले व्यापार घाटा हेर्ने हो भने देशको करिब करिब समष्टिगतको बजेट बराबर देशको व्यापार घाटा छ। त्यसलाई कसरी सन्तुलन कायम गर्ने यो अवस्थामा मुलुक छ होइन। त्यसो भएका कारणले अब कहिलेकाहीँ डेमोक्रेसीमा सरकार चलाउँदा पनि जनता र राष्ट्रको हितको लागि पनि कतिपय पोलिसीलाई कार्यान्वयन गर्नका लागि पनि डिक्टेटरसिप, डेमोक्रेटिक डिक्टेटरसिप हुनुपर्ने अवस्था आउँछ मुलुकको हितको लागि। त्यसैले अब आर्थिक सुधार र राजनीतिक स्थायित्व नदिकन यो खालि सरकार गठन र विघटनतिर लाग्यो भने हामी अपराधी नै हुन्छौँ। अब अपराध गर्न कसैलाई छुट्छ। अहिले हामी जस्तो विभिन्न ठाउँहरूमा जस्तो आज यहाँ डोटी आइरहँदाखेरि जनताहरूका प्रतिक्रिया पनि रहेका छन्। जनताको मनोविज्ञान के छ त्यो उहाँहरूको आवाज पनि सुनिरहेका छन्। कहिलेकाहीँ तपाईँहरूलाई प्रश्न गरिदिनुहोस् भन्नुहुन्छ क्या जनताहरूले। आम रूपमा तपाईँ एकजना पात्र होइन, नेताहरूको पनि मन हुँदो हो होइन, जनप्रतिनिधिहरू भएको हुनाले हामी जस्तो डोटीकै सन्दर्भमा कुरा गर्ने भने पनि विभिन्न बेला हामीलाई पनि पीडा लाग्छ कि हाम्रै सञ्चार माध्यमबाट चाहिँ यहाँ सुत्केरीहरूको चाहिँ अकालमा ज्यान गयो, समयमा चाहिँ उपचार पाएन भनेर हामीले नै ती समाचारबाट चाहिँ भनिरहेका हुन्छौँ। भनेपछि यस्ता कुराहरू सुन्दाखेरि अब नागरिक आधारभूत कमसेकम यो चाहिँ त्यसलाई एकदम कायापलट गर्नुहोस् भन्ने जनताको चाहिँ धेरै अपेक्षा पनि छ। जनताका आधारभूत आवश्यकता चाहिँ पुरा गर्नका लागि यहाँहरू जस्तो प्रतिनिधिहरूको राष्ट्रिय राजनीतिमा पहुँच नपुगेर हो कि नचाहेर हो कि के कारणले चाहिँ छेक्दो रहेछ? यो बडा सान्दर्भिक प्रश्न सोध्नुभयो। पोलिसीलाई बनेको छ, पोलिसी त बनाएको छ सरकार, तर हाम्रो कार्यान्वयन क्षेत्र भित्र र हामी कस्तोमा गयौँ भने सत्ता कसरी जोगाउने, पैसा कसरी कमाउने भन्नेतर्फ बढी ध्यान गऱ्यौँ। र हामीले जुन तपाईँले भनेको आधारभूत स्वास्थ्य, शिक्षा जस्ता कुराहरू मा त्यति पोलिसी बनायौँ तर त्यसको सही व्यवस्थापन गर्न सकेनौँ। अब हामीलाई छुट छैन।
र अर्को कुरा सबैभन्दा गलत कुरा हामीबाट के भएको छ भने हामीले त्यो तपाईँले अघि भन्नुभयो म त्यो जेएनजी आन्दोलनमा 74 जनाले शहादत गरे म हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु र उहाँहरूले उठाएका कुरा हामीले नै पार्टीभित्र बाहिर उठाइराखेकै हो। भ्रष्टाचार मुक्त चाहिँ देश बनाऊ, सुशासन कायम गरौँ होइन, यी कुराहरू, अनि आर्थिक समृद्धितिर जाउँ, राष्ट्रिय मुद्दामा हामी सबै दल एकै ठाउँमा एउटै दृष्टिकोण बनाउँ भनेर हामी लाग्यौँ, तर हामी सफल भएनौँ र यो दुर्घटना भयो। त्यो कुरा हामी पनि भन्दै आएका हौँ। अब मलाई के लाग्छ भन्दाखेरि अब मुलुकलाई यी कुराहरू जो उठाएका मुद्दा छन् ती आम नेपाली जनताका मुद्दा र हामी नेताहरूसँग वितृष्णा छ पब्लिकको। अब हाम्रो भाषण इन्टरभ्यू लिएको मान्दैन, अब एक्सन परिणाम चाहियो, काम खोजेका छन्। र अर्को कुरा पीडा के छ भने एउटै घर परिवारका 4-5 छोराछोरी 12 क्लास पढेर बसेका छन्, कहीँ पनि रोजगारीको अवस्था देखिराखेका छैन। राज्यभित्र हाम्रो यहाँभित्र हाम्रो सम्भावना कहाँ छ, हामी कहाँ सुरक्षित छौँ भन्ने कुरामा पनि उनीहरूलाई त्यो ठेगाना छैन, जसले पनि वितृष्णा पैदा भएको छ। अब त मलाई के लाग्छ भन्दाखेरि यस्तो सरकार बन्नुपर्छ यहाँभित्र हाम्रो भविष्य छ, यहाँ हाम्रो सम्भावना छ, यहाँभित्र हामी सुरक्षित छौँ, हामीसँग जिम्मेवार सरकार छ, डेमोक्रेट र जिम्मेवार सरकार छ भन्ने किसिमले नगइकन अब हामी पार पाउँदैनौँ। अब अर्को कुरा सबैभन्दा ठुलो ब्लन्डर, हामीले ब्लन्डर भन्छ त्यसलाई माफी नदिनु भन्ने म पनि परौला, पोलिटिकलाइज गर्यौँ सबै सङ्घ संस्था, संवैधानिक निकाय, पुलिस प्रशासन म्याक्सिमम रूपमा शैक्षिक क्षेत्र पोलिटिकलाइज गरिदियो। अब पोलिटिकलाइज गर्नु यिनलाई स्वतन्त्रपूर्वक संस्थागत ढङ्गले कसरी सबल बनाउने भन्नेतर्फ मात्र हामी जानुपर्छ। पोलिटिकलाइज गर्नु त्यो सम्भव छ बिल्कुल। मैले भने अब भनेको रहर गर्नका लागि सरकारमा जाने होइन, अब भनेको नौकरी खानका लागि मान्ने मन्त्री बन्ने होइन, अब मुलुक बनाउनको लागि, राष्ट्रलाई सबल बनाउनको लागि, जनतालाई सुखी देश बनाउनका लागि नै अब राजनीति गर्ने। अब यो तरिकाले चल्दैन। यदि यो तरिकाले चल्ने हो भने नौकरी खाइँदैन मेरो हिसाब। अब यहाँले जस्तो यति भनिसके पश्चात यहाँले जस्तो अहिलेको कांग्रेस सभापति, अब यहाँले भावी प्रधानमन्त्रीको रूपमा अघि सार्नु भएको छ, उहाँसँग पनि अब व्यक्तिगत रूपमा पनि राष्ट्रिय राजनीतिमा पहुँच पनि राख्ने भएको हुनाले यहाँलाई प्रश्न गर्दैछु, यी सबै निजामती तपाईँले चाहिँ पेसागत सङ्गठन राजनीतिकरणबाट चाहिँ मुक्त गरौँ, खारेज गरौँ भन्ने प्रस्ताव दिन सक्नुहुन्छ? सकिन्छ। मैले त पहिलादेखि पनि हो, अब यो गर्नु हुँदैन। के को लागि? पेसागत हक हित एउटा कुरो होला, अब सबका सङ्गठन, सबका अर्का चिजहरू त्यो सोच्नुपर्छ। हेर्नुहोस्, त्यो बारेमा ठिक छ, डेमोक्रेसी हो, पेसागत हक हितको लागि सङ्घ सङ्गठन खोल्ने हो, तर अब मोडल बदल्नु पर्यो, खोल्ने हो, तर पोलिटिकलाइज गर्ने, त्यसलाई दलका बनाउनु हुँदैन, होइन मुखपत्र बनाउनु हुँदैन, त्यसलाई किन स्वतन्त्रपूर्वक पेसागत हक हितको लागि उनलाई पनि ठाउँ दिनुपर्छ। यो डेमोक्रेसी हो। तर अहिले निर्वाचन गर्दा त सबैभन्दा बढी तपाईँ शिक्षक आफ्ना सङ्गठनलाई चाहिएका छन्, हामी शिक्षकलाई मर्यादापति कर्मचारी तपाईँलाई नै चाहिएका छन्, भोलि अप्ठ्यारो पर्दैन, कसैले पर्दैन, सबैलाई सत्कार हुन्छ, राम्रो हुन्छ। किनभने हामीले उहाँहरूलाई कसरी पेसागत मर्यादाभित्र राख्ने, उहाँहरूको व्यक्ति विकास कसरी गर्ने भन्नेतर्फ पो जाने हो। उहाँहरूलाई पनि घाटा छ नि, होइन? किनभने मुलुक त सबैको हो, त्यसैले गर्दाखेरि उहाँहरूलाई पनि घाटा छ। उहाँहरूको पेसागत हक हितको लागि उहाँहरूलाई स्वतन्त्रपूर्वक चुन्यो, पोलिटिकलाइज गर्नु हुँदैन। त्यो हामी सबै दलले महसुस गरेर त्यो वातावरण हामीले क्रिएट गर्नैपर्छ, नत्र मुलुक चल्दैन। अहिले जस्तो अब यहाँले पार्टीले पनि एउटा घोषणापत्र सार्वजनिक गरेको छ, यहाँहरूले पनि एजेन्डासहित आफ्ना प्रतिबद्धता पत्रहरू पनि सार्वजनिक गर्नुभयो। जनताका बिचमा जस्तो सबै ओडाहरूमा चाहिँ घुमिरहँदाखेरि प्रतिबद्धता बाहेक चाहिँ जनताहरूले खोजेका विषय चाहिँ के छन्? आफ्नो प्रतिनिधि जनताहरूले वास्तवमा मलाई के लाग्छ भन्दा अहिलेको अवस्थामा पनि आफ्ना प्रतिनिधिहरू भोट मात्र नमागुन्, जितेर गइसकेपछि हामीसँग सम्पर्कमा बसौँ, दुःख सुखमा हामीलाई साथ दिउन्,
हामीले टेलिफोन गर्दा त्यो टेलिफोन रिस्पोन्स होस्, उठाउने र हाम्रा सुख दुःखमा साथ दिउँ। जितेर गइसकेपछि गाउँघरमा फर्कौँ, हामीसँग भलाकुसारी गरौँ, हामीसँग सुख दुःखका विकासका कुरा गरौँ। सबै कुरा नहोला, तर कमसेकम हाम्रो पहुँच र सम्पर्क निरन्तर बन्नुपर्छ भन्ने डोटी आम नागरिकको चाहना छ। त्यो स्वाभाविक हो, त्यो सुन्दर पछि खोजेको त सामान्य कुरा रहेछ। सामान्य किन छ। यहाँहरूलाई अङ्का पलायो? होइन, त्यो वास्तवमा हामीले गल्ती गरेको छ। होइन, किन भन्दाखेरि मलाई त के लाग्छ भन्दाखेरि नेता घरमा आइदियोस्, मिठो मिठो खुवाइदिन्छ। गाउँघरमा यति सम्मान गर्छन्, यति मिठो खाना खुवाउँछन् र हाम्रो घरमा हाम्रो फलानु नेता बसेको भनेर पनि गर्व गर्छ। तर हामी कस्ता बिरङ्गिला मान्छे पऱ्यौँ भने त्यो सम्मान पनि हामीलाई पचेन कि जस्तो लाग्छ। त्यसैले हामीले आफूलाई पनि सुधार गर्नु। म त पहिल्यैदेखि गाउँघरमा जाने मान्छे, जे दियो त्यो खाने मान्छे। म जे दियो त्यो खाने। म प्रत्येक वर्ष जिल्लाको राउन्ड लाउने मान्छे। तपाईँले त्यति गुनासो सुन्नु परेको छैन? मैले गुनासो धेरै सुनेको छैन। मलाई म कुनै पनि आस्था राख्ने मान्छेको घरमा खाना खाँदै त्यो सद्भावना मैले पाएको छु। डोटीको कुनै पनि ठाउँमा मलाई सुरक्षा निकायबाट पिएसओ लैजा, सुरक्षा लैजा मैले कमिटमेन्ट गरिरहेको छु। जुन दिन पिएसओ र सुरक्षा राखेर जाने दिन आयोले होला गर्दैन। मैले के बुझ्नु पऱ्यो भने जनताबाट टाढा चाहिँ मेरो सुरक्षा आम दाजुभाइले गर्छ, किनभने म ठिक ठाउँमा छु भन्ने। नत्र मैले किन राजनीति गर्ने? मेरो कवच त दाजुभाइ मतदाता हो नि, म लिँदै। त्यसैले गर्दा धेरै खोजेकै छ। उनीहरूले पहुँच खोजेको छ, आत्मीयता खोजेको छ। ग्रामीण लेभलका चाहिने मतदाताहरूले, दाजुभाइ दिदीबहिनीहरूले उनीहरू खालि बोली भाषा र सम्पर्कमा आयो भने खुसी छ। हो, विकास नगर्ने होइन, भौतिक कुराहरू, शिक्षा, स्वास्थ्य, खानेपानी गर्नै पर्छ। तर त्यो मात्र भयो भने पनि उनीहरूमा सन्तुष्टि प्राप्त छ। अब जोस जाँगर, अब अन्य बेला पनि अलिकति यहाँको जोस जाँगरै छ, त्यति साह्रै शीतलता त छैन। तर अहिले निर्वाचनको बेला जुन जोस जाँगर छ नि यहाँको, यो जोस जाँगरले अब डोटीबाट चाहिँ प्रतिनिधि सभा सदस्य भयो भने, सदनमा गयो भने पहिलो कुरा चाहिँ यो बोल्छु, डोटीका लागि चाहिँ यो गर्नै पर्छ भने। भिजन भएको मान्छे, म प्लानिङ गरेर हिँड्ने मान्छे। मैले अघि सबैभन्दा ठुलो कुरो फास्ट ट्र्याक हो। म त्यसमा पुरा तागत लाउँछु र अनि क्षतिजन परियोजना अन्य पनि छ है। अब सडकहरूको स्तरोन्नतिका कुराहरू, विद्यालयको व्यवस्थापन राम्रो गर्ने कुराहरू होला, सिँचाइको कुरा होला, खानेपानीको होला, विद्युतको विकासको कुरा, विस्तारको कुरा होला। तर महत्त्वपूर्ण दुईटा कुरा, सेती परियोजना र फास्ट ट्र्याक। यसमा मेरो पुरा तागत लाउँछु। हेर्नुहोस्, म कति भनौँ यो टिभीबाट म पुरा तागत लाउँछु, किनभने यी दुईटा कुरा मात्र भयो भने सुदूरपश्चिमको कायापलट हुन्छ। यहाँको जोस बिल्कुल। म त यो सेती परियोजना हामी नै बनाउन सक्छौँ भन्ने सङ्कल्प प्रस्ताव पास गरौँ प्रदेशमा, यो हामी नै बनाउन सक्छौँ भन्ने मान्छे हो। तर मान्छेले पत्याएन। म यो सानो कुरा तपाईँ कसरी सकिन्थ्यो भने हामीलाई वर्षको 35 देखि 40 अरब पैसा आउँछ प्रदेश। प्रत्येक वर्ष 5 अरब छुट्टिन्छ है। सेन्ट्रल गभर्मेन्टलाई, सङ्घीय सरकारलाई 15 अरब रुपियाँ छुट्याउनु। यो 2 खरबमा बन्थ्यो। 10 वर्षभित्र यो 2.5 खरब 10 वर्षभित्र आउँथ्यो। केही हामीले चाहिने त्यो खोल्थ्यो भनेपछि यो त हामी आफ्नै बुताले बनाउन सक्थ्यौँ भने इन्टरनेसनल क्षेत्रमा पनि हाम्रो चाहिने विल भयो। त्यो त विल पावर चाहियो। म मुख्यमन्त्री भइदिए गरिदिन्थेँ। त्यसैले हामी नै बनाउन सक्छौँ। नसकिने कुरा छ। 5 अरब रुपियाँ के अरू त्यो गर्नु भन्दा त 5 अरब रुपियाँ त प्रदेशले हालिदिने, 15 अरब रुपियाँ सङ्घीय सरकारको लागि ठुलो कुरो छैन। यो त राष्ट्रिय गौरवको विषय हो। यो त नेसनकै लागि फाइदा छ। त्यसो भएका कारणले यो विल पावर भयो भने बनाउन सकिने आफ्नै बुताले हाम्रो चाहिने यसको चाहिने वेट पनि बढ्थ्यो होइन। त्यसो भए नाताले यी कुराहरूमा मेरो पुरा ध्यान जान्छ।
बिल्कुल जान्छ। अहिले अब निर्वाचनमा अब जाँदाखेरि खास गरी अब प्रतिस्पर्धा सबैसँग हुने भयो। मुख्य प्रतिस्पर्धी चाहिँ कसलाई खानु भएको छ? अब मैले त कस्तो लागेको छ भने म जित्न सक्छु भन्ने कुरामा ढुक्क छु, ढुक्क हुन्छ। म ढुक्क छु। र अर्को कुरा प्रतिस्पर्धा अब कोसँग हुन्छ भनेर मैले अहिले आकलन गरेको छु, गरेकै छैन। अब प्रतिस्पर्धा कोसँग हुन्छ भन्ने कुरामा मैले अहिलेसम्म आकलन गरेको छैन, म जित्छु भन्ने। अब राजनीतिक रूपमा त अब यहाँले पनि अनुभव अब होइन एउटा चाहिँ जस्तो प्रतिनिधि पनि भइसक्नु भएको छ, अनुभव स्वाभाविक रूपमा छ। तर यहाँका प्रतिस्पर्धीहरू अहिले जसरी आकलन गरेको छ, मुख्य प्रतिस्पर्धी बाहिर आकलन गर्यो, एकजना पात्र चाहिँ अब सुदूरपश्चिमको 5-5 वर्ष मुख्यमन्त्री भएको व्यक्ति हुनुहुन्छ, अर्को पात्र चाहिँ अब नयाँ जोस चाहेर जेनजीको मनोभावना चाहिँ हामी समेट्छौँ भनेर चाहिँ आउनु भएको छ भनेपछि उहाँहरूले त आफ्ना कामहरू गरेका कामहरू पनि गरिराख्नु भएको होला होइन, मन्त्री भइसकेको छ त्यति बेला यहाँ मान्ने हुनुहुन्छ। अब यहाँले चाहिँ के लगेर जानु भएको छ त्यो मैले अघि भने म मुख्यमन्त्री नभए पनि काम गरेँ, मैले यति राम्रो पूर्वाधार बनाएको छु, त्यतिको मन्त्री भए पनि गर्न सकिन्छ कि सकिँदैन होइन। र अनि अर्को कुरा डोटीको विकास मात्रै होइन, डोटीका मान्छेको सुख दुःखमा म निरन्तर खटेको मान्छे। र अर्को कुरा डोटीका कुनै गल्ली र कुनै ठाउँ मैले छोडेको छैन। म त्यति निरन्तर 45 वर्षसम्म निरन्तर खटेको मान्छे, त्यसैले डोटीमा एउटा बराबर पनि हो। र मलाई मैले भने नि सबै पक्षले मलाई सम्मान र माया र विश्वास गरेको छ यो परिपक्व मान्छे हो भनेर, मलाई सबै पक्षको सम्मान छ। त्यसैले गर्दाखेरि मेरो स्वभाव र व्यवहारले म पदमा चल्दा न मेरो बोलीले, न मैले कामले, न आस्थाले एकजना मान्छेलाई पनि दुःख दिएको छ भने राजनीति एकजना मान्छेलाई व्यवहारले र मेरो कामले मैले कहिले गरेँ। म सिस्टममा काम गर्ने मान्छे हुनाले मलाई आत्मविश्वास छ होइन। र जेनजीहरूका मुद्दा नै मैले एउटा मुद्दा म त प्लान भएको मान्छे, भिजन भएको मान्छे। हिजो पनि मैले यो जिल्ला कस्तो बनाउनु पर्छ भनेर 6 इयर PDP प्लान बनाएर मैले त्यो सिस्टममा ल्याएको। म गुड गभर्नेन्सको विद्यार्थी, डेनमार्कमा समेत म त्यो हिसाबमा गुड गभर्नेन्सको बारेमा पनि अध्ययन गर्न लागेको छु, डिसेन्ट्रलाइजेसन एन्ड गुड गभर्नेन्स। त्यसैले प्लानिङ प्रोसेस कसरी गर्नुपर्छ होइन, सन्तुलित विकासको अवधारणालाई कसरी अगाडि बढाउनुपर्छ, यी सबै कुराहरूमा मेरो आफ्नो केही सोच भएको मान्छे। अहिले खास गरी धेरै जसो ठाउँहरूमा स्वास्थ्यको कुरा गरौँ होइन, जस्तो बढ्दो चाहिँ लागु औषध दुर्व्यसनका समस्याहरू धेरै ठाउँमा देखिएको छ। अहिले उम्मेदवारहरूले पनि आफैले यो कतिपय ठाउँमा एजेन्डा बनाएका छन्, यसलाई चाहिँ रोक्नुपर्छ भनेर। यसको दीर्घकालीन उपाय चाहिँ के देख्नु भएको छ? अब वास्तवमा जड समस्या एउटा कुरो के हो भन्दाखेरि हामीले यी युवाहरूलाई इन्गेज गराउनुपर्छ, रोजगारी बिल्कुल। अब मलाई के लाग्छ भन्दा एउटा डरलाग्दो कुरा, अब तपाईँलाई पनि टाइम नहोला, मलाई पनि नहोला, पहाडी रीति सक्यो, तराई उर्वर भूमि हो, कैलालीले 7 जिल्ला पहाडलाई पाल्थ्यो। अब 20 वर्षपछि कैलालीका मान्छेहरूले पनि एउटा चाउल ल्याएर खाने, सबै खेतहरू घर गेडीमा गइसक्यो। अब यो पनि सरकारले एउटा पोलिसी ल्याएर रोक्नै पर्छ। मैले अघि भने बसाइसराई होइन, सबै खेतलाई घरेडीमा परिणत हुँदैछ। बसाइसराई रोकेपछि त सुन्नुहोस्, त्यसको पनि सकिन्छ, प्लानिङ गर्न सकिन्छ। बसाइसराई भने पनि बसाइसराई रोक्नको लागि पनि दीर्घकालीन र अल्पकालीन नीति बनाउनु, पहाडमै बस्ने वातावरण पोलिसी ल्याउनु पर्यो। तराईबाट पनि फर्किनु पर्ने पोलिसी बनाउनु पर्यो। पहाडको जमिन बाँझो छ, यसलाई पनि उत्पादनमा लिनु, उत्पादन राष्ट्रिय पुँजी बढाउनु, निर्यातमुखी बनाउनु पर्यो। त्यो नगरीकन मुलुक अगाडि बढ्दैन। त्यसो भए कारणले मलाई के लाग्छ भन्दाखेरि अब उत्पादनमुखी बनाउने र यी जो यो ड्रग्स खाने जो सङ्ख्या छ त्यो विदेशमा अब फ्रस्ट्रेसनबाट हो नि त, त्यसलाई हामीले इङ्गेज बनाइदियो भने त्यो न्यूनीकरण भएर आउँछ र त्यो कुरा अटोमेटिक समाप्त हुन्छ।
अब हामी कार्यक्रमको अन्तमा छौँ। अन्तमा चाहिँ यो कार्यक्रममा बस्ने आम दर्शक र डोटेली जनताहरूलाई यहाँको सन्देश चाहिँ संक्षिप्तमा राख्नु छ। म अहिलेसम्म डोटेली जनताले मलाई अपार माया दिएको छ। मलाई कहिले पनि चुनाव हराएको छ। अहिलेसम्मका चुनाव जति लडे आदरणीय डोटी दाजुभाइ दिदीबहिनीहरूले मलाई चुनाव जिताएको छ। मलाई अहिले पनि मलाई पुरा विश्वास छ सबै पक्षले मलाई परिपक्व एउटा राजनीतिज्ञको रूपमा लिएको छ, जसले गर्दाखेरि म माथि भरोसा राखेका छन् र मलाई जित्ने कुरामा म ढुक्क छु। र म जितेर गइसकेपछि हिजोको जस्तो राजनीतिक फोहोरी खेल हुँदिने छैन र डोटीका जनताको शिर निहुराउने काम भारत खड्काबाट हुँदैन। अब यहाँले धेरै धेरै धन्यवाद छ। यहाँले गरेका प्रतिबद्धताहरू र बोलेका कुराहरू पुरा गर्नुभयो भने यहाँलाई धन्यवाद दिनेछौँ। पुरा नहुन्जेलसम्म हामी यहाँ प्रतिनिधि सभा सांसद निर्वाचित भइसके पश्चात पनि बारम्बार खबरदार रहन्छ। तपाईँहरूले खबरदारी गर्नैपर्छ, हामीलाई सचेत गराउनैपर्छ र तपाईँको जस्तो पपुलर मिडियाबाट अहिलेको बेलामा पनि केही सामूहिक कुराहरूको पर जुन जनताका माझमा राख्ने मौका दिनुभयो, तपाईँ लगायत सबै टिमलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद। दर्शकहरू, आज हामीसँग हुनुहुन्थ्यो डोटी जिल्लाबाट नेपाली कङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार हुनुहुन्थ्यो भरतबहादुर खड्का। उहाँसँग रहेर खास गरी डोटी जिल्लाको विकास निर्माण र सम्भावनाका सन्दर्भमा रहेर संवाद गऱ्यौँ। हवस् त आजलाई सम्पूर्ण कार्यक्रम युनिटका साथ मलाई पनि बिदा हुने आज्ञा दिनुहोस्। नमस्कार। जनताको प्रश्न, उम्मेदवारको जवाफ, कार्यक्रम निर्वाचन विशेष। गुणस्तरीय स्वास्थ्य उपचारका लागि केयरटेकर अस्पताल धनगढी कैलाली, नवजीवन सहकारीको उत्पादन नवजीवन चामल, द रुबस होटल धनगढी कैलाली, शिक्षा र संस्कारको सङ्गम चैतन्य पाठशाला धनगढी कैलाली, स्वादिष्ट सेकुवाका लागि डायमन्ड सेकुवा धनगढी कैलाली, सुदूरपश्चिम प्रदेशको विकासको पहरेदार कैलाली उद्योग वाणिज्य सङ्घ धनगढी कैलाली।